हेलो गुड मर्निङ गाइस आज चाहिँ म तपाईहरुलाई नि एउटा चीज देखाउँछु कि त्यो मान्छेहरुको त्यो मेकअपको सामान राख्नलाई के भन्छ भ्यानिटी के यस्तो के भन्छ हैन मलाई त आउँदैन भन्नु पनि हो त्यो चाहिँ मेरो आज देखाउनु पर्यो तपाईहरुलाई त्यो चाहिँ मेकअप आर्टिस्टहरुकोमा हुन्छ है भ्यानिटी के यस्तो के समथिङ के भन्छ मलाई त्यो याद छैन कि मेरो चाहिँ हेर्नु न मेरो चाहिँ मेकअपको सामान हाल्ने चीज उयो ठाउँ यो चाहिँ आइस्याडो हो यो चाहिँ मेरो हात पुस्ने त्यो उयोहरु के भन्छ फाउन्डेसनहरु त्यस्तो मैला भइसक्यो न यो धुनेमा दिइहाल्नु पर्यो मम्मी हुनुहुन्छ कि मम्मीलाई धुइ माग्नु पर्यो यो चाहिँ मेरो न्यूडको आइस्याडो हो भर्खर यो बहिनीहरुले लाउनु भनेर नि लाउन थालेको छु यो सेटिङ स्प्रे यो पालि चाहिँ मेरो न्यूडको पुरा डुप्लिकेट टाइपको आएको छ कि यो लाउनु डर लाग्यो मलाई कि यो म त्यतिकै उयो गर्दिन्छु लगाएको पनि छैन किनेको देखिन के कलरै यो हुन्छ नि न्यूडको आइस्याडोको कस्तो घिनलाग्दो खालके कलरहरु आएको रहेछ कि पुरानोमा चाहिँ राम्रो छ हुन त यो पनि त्यस्तो नराम्रो त छैन लाउँदा हुने रहेछ यो चाहिँ फुटेको आएको थियो म चाहिँ हैन अब मेकअप गर्नु आँटेको थिएँ नि त हल्का हल्का त्यस्तो साह्रो त जान्दिन हो के चाहिँ लाउँछु एउटा यो लाउँछु हो यस्तोहरु म त युज गर्न जान्दिन हो ब्लेन्डरहरु आइस्याडोहरु चाहिँ मलाई यति साह्रो मन पर्छ कि आइस्याडो इयररिङहरु जुत्ताहरु चाहिँ मलाई पुरा उयो गर्न मन पर्छ कि यस्तोहरु छ साह्रै चाहिँ जान्दिन म त्यो मेकअपहरु गर्नु हो आउँदिन यो चाहिँ मलाई मन पर्यो नयाँ उयो छ कि यसको त के पो थियो नाम पनि किया हो के हो काट्रिना क्याफको ब्रान्ड रहेछ नयाँ के यसको यहाँ लेखेको पनि छैन रहेछ खोल नाम हो यसको नाम चाहिँ के छ मलाई यादै भएन यो ब्रान्ड चाहिँ के यो चाहिँ यहाँ कसले हालिदियो मेरो उसमा चाहिँ फेरि भ्यानिटी हो कि के यस्तै भन्छ हैन तर मेरो चाहिँ यही हो मिठाई त्यो पनि दिवालीमा मिठाई ल्याइदिएको थिएँ हैन मिठाईको बट्टामा हालेको नि guys, have a good day. Bye bye. Take care.